जरुरी छ। पार्टीको लागि पार्टी होइन, सांसद हुनको लागि मात्रै पार्टी वा चुनाव होइन, चुनावदेखि चुनावको लागि हाम्रो पार्टी होइन, सरकारमा प्रधानमन्त्री उपप्रधानमन्त्री वा मन्त्री हुनलाई मात्रै हाम्रो पार्टी र हाम्रो सरकार होइन। जुन बेला हामी सरकारमा थियौँ वा मेयर उपमेयर हुने वा प्रदेश सभा सदस्य हुनेका लागि मात्रै होइन, यो सबै चाहिन्छ। तर के को लागि चाहिन्छ भन्दाखेरि अहिले देशको अगाडि उपस्थित भएका 5 वटा राष्ट्रिय कार्यभार पूरा गर्नका लागि हाम्रो पार्टी चाहिन्छ, हाम्रो संगठन चाहिन्छ, हाम्रो चुनावमा प्रतिस्पर्धामा विजयी चाहिन्छ, हामी स्थानीय सरकार चाहिन्छ, हाम्रो प्रदेश सभामा उपस्थिति चाहिन्छ, हाम्रो संघीय संसदमा उपस्थिति चाहिन्छ र सम्भव भयो देश र जनताको पक्षमा काम गर्ने परिस्थिति तयार भयो भने संघीय सरकार र प्रदेश सरकार पनि चाहिन्छ। त्यसकारणले हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने पार्टीको निम्ति पार्टी हुँदैन, चुनावको निम्ति चुनाव हुँदैन, सांसदको निम्ति सांसद हुनु हुँदैन, स्थानीय प्रतिनिधित्व गर्ने मेयर वा उपमेयर वा पालिका अध्यक्ष वा उपाध्यक्ष त्यो पदको लागि होइन। हामीले 5 वटा कार्यभार पूरा गर्नुपर्छ। सबै कोणबाट हाम्रो ध्यान त्यहाँ केन्द्रित हुनुपर्छ।